अहिले म मोरङ क्षेत्र नम्बर 3 का प्रत्यक्षतर्फका उम्मेदवार उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीका संयुक्त साझा उम्मेदवार बौद्धिक नेतृत्व र राजनीतिक व्यक्तित्व मित्रसेन दाइको घरमा आइपुगेको छु। उहाँ अहिले निर्वाचनमा होमिराख्नु भएको छ र उहाँसँग सरस्वती आज हामी कुरा गर्नेछौँ। मित्र दाइ अहिले के गरिराख्नु भएको छ? हजुर नमस्ते। अहिले म चुनावी अभियानमै छु। यो चुनावी अभियान कसरी अगाडि बढाइराख्नु भएको छ? चुनावी अभियानमा अहिले अलिकति आचार संहिताको कुरा पनि छ। यो आचार संहितालाई पालना गर्दै अहिले हामी चाहिँ नि व्यक्तिगत रूपमा यस क्षेत्रको जनतासँग भेटघाट इत्यादि कुरामा हामी केन्द्रित छौँ। अहिले दाइको मैले अहिले भर्खरै सरस्वती प्रतिबद्धता पत्र हेरेँ, पढेँ र त्योभन्दा अगाडि चाहिँ दाइको राजनीतिक पृष्ठभूमि चाहिँ दाइ पहिला नेपाली काङ्ग्रेस यो प्रदेशको सदस्य र आदिवासी आयोगको पनि नेतृत्वमा हुनुहुन्थ्यो। त्यत्रो लाभदायक पद छोड्दै यो उज्यालो नेपालतिर आएर यसको उम्मेदवार बन्नु दाइलाई के रहर लागेको कि के हो? यो रहर होइन भाइ। अब यो के हो भन्दाखेरि नेपाली कङ्ग्रेसभित्र केही समय काम गर्यो। त्यो पिरियडमा नेपाली कङ्ग्रेसले यो देशको लागि राष्ट्र र जनताको निम्ति, राष्ट्र र जनताको हित अनुकूल काम गर्न नसकिने देखियो। मेरो चाहिँ बुझाइमा त्यो भयो। अब त्यहाँ के भयो भन्दाखेरि म त्यो पोस्टमा त बसेँ, जुन म यो कोशी प्रदेश कार्य समितिको सदस्य, आदिवासी जनजाति सङ्घको यो कोशी प्रदेशको विभागीय प्रमुख पनि चाहिँ मलाई बनाइदिनु भएको थियो। र आदरणीय मैले पनि उहाँहरूलाई आदरणीय दाइ उद्धव दाइले र लगायत टिमले त्यसरी मलाई त्यो जिम्मेवारी दिनुभएको थियो। तर नेपाली कङ्ग्रेसभित्र सिर्फ पद लिने अनि चाहिँ तपाईँको चाहिँ कुनै पनि काम चाहिँ कार्यान्वयन नजाने, यसको कारण के रहेछ भन्नुहुन्छ भने जतिखेर पनि नेपाली कङ्ग्रेस चाहिँ यो महाधिवेशनकै सारगर्मीमा अल्झिरहने र गुट र उपगुटमै तपाईँको चाहिँ अल्झिरहने। त्यस कारणले गर्दाखेरि हामीले हरेक ठाउँमा चाहिँ यो चाहिँ पुरानो पार्टी हो, बिपी कोइरालाले निर्माण गरेको पार्टी हो, यो त एउटा पुरानो राष्ट्रिय पार्टी हो, यसलाई चाहिँ जनताको माझमा जीवन्त राख्नुपर्छ भनेर हरेक समयमा कुरा राखियो। तर नेपाली कङ्ग्रेसभित्र त्यसको सुनाइ नहुँदो रहेछ। सुनाइ नहुने, ऊ सिर्फ आफ्नो आफ्नो डम्फु मात्रै बजाउने, गुटको डम्फु बजाउने र चाहिँ दलालको डम्फु बजाउने, तपाईँको चाहिँ बिचौलियाहरूको डम्फु बजाउने, कहाँ ठेक्का पट्टा पाइन्छ, कहाँ भ्रष्टाचार गर्न पाइन्छ र चाहिँ दुई चारवटा आफ्नो मन्त्रीहरू बनाइहाल्ने, त्यहाँबाट लाभ लिइहाल्ने। यसले त देशको निर्माण त गर्दैन। भनेपछि नेपाली काङ्ग्रेस बिचौलियाको पार्टी भनेर बुझ्दा भयो? अनि बिचौलियाको पार्टी नै ठ्याक्कै त होइन, यो राष्ट्रिय पार्टी हो, एउटा यो देशमा चाहिने नै पार्टी हो। तर अहिलेको जति पनि चाहिँ नेतृत्वहरूले यो बिचौलियाको पार्टी जस्तो बनाएको छ क्या। अनि त्यस्तो बुझाइ मेरो भयो। भने पछाडि नेपाली काङ्ग्रेसबाट असन्तुष्ट भएर तपाईँ यतातिर आउनुभयो र अब अहिले यहाँ सरस्वती हेर्दा तपाईँले 18 बुँदे प्रतिबद्धता पत्र जारी गर्नुभएको छ, प्रकाशन गर्नुभएको छ। तपाईँको एउटा गजबको चाहिँ प्रतिबद्धता मध्ये एउटा चाहिँ मलाई बडो गजब लागेको के भने देशभरका भ्रष्टाचारीहरूलाई चाहिँ ठिक लगाउन यहाँ जेल निर्माण गर्छु भनेर त्यो बुँदा राख्नु भएको रहेछ। त्यो बुँदा खासमा के हो, कसरी आयो तपाईँको दिमागमा, त्यो थोरै बताइदिनु न। यहाँलाई प्रसङ्गलाई धेरै धन्यवाद। अब यो चाहिँ कसरी आयो भन्नुहुन्छ भने यो देश, हाम्रो देशमा चरम भ्रष्टाचारीहरूको जमात भएको देश हो। यो भ्रष्टाचारलाई नियन्त्रण नगरिकन यो देश चाहिँ बन्छ भन्नु कुनै पनि त्यो चाहिँ एकदमै तपाईँको चाहिँ त्यो कुरा कल्पना मात्रै हुन्छ। र त्यस कारणले जुनसुकै पार्टी, जुनसुकै नेताहरू अहिले चाहिँ चुनावमा होमिराख्नु भएको छ। र यो मेरो विचारमा चाहिँ उहाँहरूलाई नि के भन्न चाहन्छु भने मेरो विचारमा यो देशको चाहे त्यो हिजोको चाहिँ पूर्व प्रधानमन्त्रीहरू होस्, चाहे हिजोको मन्त्रीहरू होस्, चाहे कुनै पनि बालवाला मन्त्रीहरू होस्,
चाहे कर्मचारी होस्, चाहे जोसुकै होस् र हरेक चाहिँ उसमा होस्, ती भ्रष्टाचारी धेरै छन् हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि म यहाँबाट सांसद जितेर गएँ भने सदनमा पहिलो प्रस्ताव नै मेरो के हुन्छ भन्दाखेरि यो भ्रष्टाचारीले चाहिँ थुन्नुपर्छ भन्ने हुन्छ। त्यस कारणले भ्रष्टाचारी चाहिँ थुन्नुपर्छ। थुन्ने कहाँ त भन्दाखेरि चाहिँ मैले यो आँट गर्नुपर्छ, यही क्षेत्रमा चाहिँ किन मैले बनाउनु खोजेँ भन्दा यो क्षेत्रमा भ्रष्टाचारी थुन्ने जेल बनाउने हो, छुट्टै जेल, त्यहाँ मात्रै भ्रष्टाचारीहरू मात्रै थुन्ने हो क्या हेर्नुहोस्। त्यस कारण किन तपाईँले चाहिँ यहीँ थुन्ने, यहीँ चाहिँ जेल बनाउने भन्नुभयो भने यो क्षेत्रको आय स्रोतको निम्ति एउटा आम्दानीको चाहिँ स्रोत बन्छ यो। किन भन्दा यो जेल एउटा भ्रष्टाचारी थुन्ने म्युजियमको रूपमा चाहिँ परिवर्तन गर्ने हो यो। र त्यस कारणले विश्वको मान्छेहरू चाहिँ नेपालको त भइहाल्यो तमाम नेपाली जनता र विश्वको पर्यटकहरू चाहिँ यहाँनिर नेपालको भ्रष्टाचारी थुन्ने जेल छ अरे नि त्यहाँ भनेर मोरङको 3 नम्बर क्षेत्रलाई चिनाउनको निम्ति पनि मैले यो अवधारणा ल्याएको हो। अघिल्लो पटकको माननीय हजुर नेपाली काङ्ग्रेसका चर्चित नेतासँग लड्दै हुनुहुन्छ। हजुर उहाँ असाध्यै पैसावाल भनेर पनि यो क्षेत्रमा चर्चित हुनुहुन्छ। चिनिन्छ। उहाँले पैसाको खोला बगाउन सक्ने क्षमता राख्नुहुन्छ भनेर पनि आम नेपाली जनताहरूले सञ्चार माध्यमहरूमा हामीले समाचारहरू पढिराखेका छौँ। उहाँसँग तपाईँले प्रतिस्पर्धाको लागि के तयारी गरिराख्नु भएको छ? यहाँलाई प्रश्नको लागि धेरै धन्यवाद। अब उहाँ एउटा हिजो सँगै हिँडेको सहकर्मी साथी पनि हो। उहाँलाई धेरै म नराम्रो कुराहरू भन्न चाहन्न र हिजो हामी सबै लागेर उहाँलाई काँधमा बोकेर जिताएकै हो। र तपाईँले एउटा रियल कुरा के गर्नु भने उहाँसँग पैसा छ, पैसाको खोला बगाउनुहुन्छ, यो रियल कुरा हो। तपाईँले सोध्नुभएको प्रश्न एकदम राइट हो। तर अब यो देशमा कुनै व्यक्तिगत पैसा भएको मान्छे, व्यक्तिगत व्यापार भएको मान्छे, अब के अरे तपाईँको चाहिँ पैसाको कारणले गर्दाखेरि क्रान्तिकारी बनिएको मान्छेबाट यो देशको आमूल परिवर्तन हुँदैन। अहिले तपाईँले उहाँले चाहिँ त टन्नै पैसा खर्च गरेर मिडिया किन्नु होला, मिडियाबाट विभिन्न कुराहरू चाहिँ सार्नु होला अगाडि, देशैभरि चाहिँ उहाँ चाहिँ क्रान्तिकारी रूपमा कुद्नु होला, त्यो पैसाको दमले कुद्यो हो नि त। र अहिलेसम्म सुन्दाखेरि उहाँको चाहिँ त्यो हामी सँगै बस्दाखेरि पनि उहाँले यो राष्ट्रको परिवर्तन गर्ने खालको भिजनहरू उहाँको देखिएको छैन। र उहाँले भन्नुहुन्छ के भन्दाखेरि चाहिँ डक्टर पढाउनुपर्छ, नर्स पढाउनुपर्छ र चाहिँ यो क्षेत्रको जनता चाहिँ नि बिरामी भएर पैसा बिना मर्नु हुँदैन, यही मात्र कुरा छ नि त उहाँको। अनि चाहिँ नि मैले भ्याएँ भने अब चाहिँ यो मेरो हस्पिटलमा चाहिँ नि डिलक्स बनाउँछु, तपाईँहरू सुत्ने भन्नुहुन्छ। त्यसले के बुझिन्छ भन्दाखेरि चाहिँ उहाँको व्यापारको चाहिँ विज्ञापन गरेको मात्रै बुझिन्छ। त्यसले यो देशको आमूल परिवर्तन हुँदैन। हामी यो क्षेत्रमा सांसद के अरे प्रतिनिधि सभाको लागि लड्दै गर्दाखेरि यहाँबाट जितेर गएको खण्डमा भोलि चाहिँ यो राष्ट्र बनाउने अभियानको साथ हामी जानुपर्छ नि। यो क्षेत्र बनाउने प्लस चाहिँ राष्ट्रै बनाउने अभियानको साथ हामी जानुपर्छ। तर उहाँको चाहिँ के देखियो भन्दा हिजो हामी सँगै हुँदाखेरि पनि र आज हामी छुट्टै छुट्टै उहाँसँग प्रतिस्पर्धी भएर लडिरहँदाखेरि पनि यो राष्ट्र बनाउने जिम्मेवारी उहाँभित्र पूर्ण रूपमा देखिएन होला। जनताले चाहिँ कसैको श्रीमानको उपचार गरिदियो, त्यहाँ फ्री गरिदियो होला, र कसैको चाहिँ नि अब आमाको चाहिँ उपचार गरिदियो होला, कसैको चाहिँ श्रीमतीको चाहिँ उपचार गरिदियो होला, त्यो छुट्टै कुरा हो, त्यो उहाँको हस्पिटल कुरा हो। नेपाल सरकारले स्वास्थ्यमा तपाईँको चाहिँ अहिले पनि 10% छुट गर्नुपर्छ भनेर चाहिँ त्यो हरेक हस्पिटललाई, हरेक मेडिकल सेक्टरलाई त्यो दिएको हुन्छ। 10% त उहाँले छुट पर्छ नै, र बाँकी उहाँले गर्ने भनेको त्यो चाहिँ 20-25%, त्यो पनि अब कसरी गर्नुभएको छ त्यो हामीलाई सबैलाई थाहा छ। र हामीले के अरे परिकल्पना गरेको कुरा त के हो भने उहाँलाई नराम्रो बनाउनु खोजेको होइन, उहाँको व्यापार निरन्तर चलिरहोस्, त्यो हामी शुभकामना दिन चाहन्छौँ। तर हामीले परिकल्पना गरेको कुरा के हो भन्दा यो क्षेत्रबाट, यही देशमा, त्यसमा पनि यो क्षेत्रमा चाहिँ के हो भन्दाखेरि यो क्षेत्रको जनताले यहाँनिर नेपाल सरकारको तर्फबाट एउटा राम्रो हस्पिटल चाहिँ तपाईँको चाहिँ अन्तर्राष्ट्रिय मापदण्डको हस्पिटल यहाँनिर सबै कुरा भएको हस्पिटल यहाँनिर चाहिँ तयारी गरेर यो क्षेत्रको जनताले निःशुल्क उपचार सबै खालको। तपाईँले त्यसैमा म तपाईँलाई जोडिहाल्छु। तपाईँको प्रतिबद्धता पत्रमा स्वास्थ्य, शिक्षा र विद्युत निःशुल्क चाहिँ आम नेपाली जनतालाई प्रदान गर्न सकिन्छ भनेर उल्लेख गर्नुभएको छ। यो कसरी सम्भव हुन सक्छ? यो सम्भव छ।
नेपालमा सम्भव छ। जो यो देशमा भ्रष्टाचार गरेर लिप्त भ्रष्टाचारमा व्याप्त भएको छ, पैसा कमाएर चाहिँ विदेशमा चाहिँ लगानी गर्ने बानी भएको छ, ती व्यक्तिहरूले सम्भावना देखेको छैन यो देशमा। तर हामी जस्ता मान्छेहरूले यो देशमा सम्भावना देखेका छौँ। किन भन्दाखेरि नेपालको आयस्रोत, साँच्चै नेपालको आयस्रोत चाहिँ पत्ता लगाउने र या युज गर्ने हो भने विश्वको चौथो अर्थतन्त्रमा धनी देश नेपाल हुन्छ। चौथो मात्रै भने है मैले। त्यो कसरी पनि हुनसक्छ यसो अब यसको निकै लामो छ, हेर्नुहोस् यहाँको टाइम कस्तो छ। छोटोमा बताइदिनु होला अब हजुर। यो के छ भन्दा नेपालमा पहिलो कुरा त तपाईँको जलस्रोत हो। विश्वको दोस्रो जलस्रोत धनी देश नेपाल कि 83,000 मेगावाट विद्युतको क्षमता भएको देश र यहाँ 83,000 उत्पादन गरिरहनु पर्दैन। तपाईँको चाहिँ मात्रै 50,000 मेगावाट विद्युत चाहिँ उत्पादन गरिदिने हो भने, यो त हाम्रो पार्टीको नै अवधारणा छ र मैले पनि भने 50,000 मेगावाट मात्रै विद्युत उत्पादन गरिदिने हो भने नेपालमा, त्यो विद्युत तपाईँको चाहिँ इन्डिया अथवा भारत अथवा चाहिँ बङ्गलादेश, भुटानदेखि लिएर उँधो तपाईँको चाहिँ भुटानलाई त होइन, अरू एसियाली राष्ट्रहरूमा चाहिँ तपाईँको एकदम न्यूनतम मूल्य मात्रै बेचिदिने हो भने नेपालमा चाहिँ यसको आय स्रोत वालछ्याल हुन्छ, सबै नेपाली जनतालाई पुग्छ। र अर्को कुरा शिक्षामा के छ भन्नुहुन्छ भने, शिक्षामा यो देशको उच्च शिक्षा पढ्नको निम्ति करोडौँ खर्च गरेर, लाखौँ खर्च गरेर तपाईँको चाहिँ यहाँको विद्यार्थीहरू अस्ट्रेलिया, डेनमार्क, स्विडेन अनि तपाईँको चाहिँ न्युजिल्यान्ड, अमेरिका जस्तो देशहरूमा पढ्न गएको छ। तर त्यस्तो किसिमको युनिभर्सिटीहरू यही देशमा निर्माण गर्न सकिन्छ। जस्तो माथि मध्य पहाडी भेगमा यस्तो वातावरण, यस्तो हावापानी छ, त्यहाँ बाटोघाटो सबै कुरा पुर्याइदिएर त्यहाँनिर चाहिँ त्यस्तो किसिमको 8-10वटा युनिभर्सिटीहरू चाहिँ पढाइदिने भने त्यो विदेशमा हाम्रै नेपालीहरूले पढाइरहेको छ अहिले। जस्तै तपाईँलाई उदाहरण लिउँ, त्यही त नेपालमा सबैभन्दा बजेट शिक्षामा नै ज्यादा बजेट विनियोजन छ। नेपालको शिक्षाको हालत अत्यन्तै दयनीय अवस्थामा छ, कहीँ प्रतिस्पर्धै गर्न सक्दैन नेपाली विद्यार्थीहरूले। यो अवस्थामा पनि नेपाललाई शिक्षामा उच्च चाहिँ राम्रो शिक्षाको क्षेत्र बनाउन सकिन्छ भनेर सम्भावना दिइराख्नु भएको छ। यो कसरी सम्भव? यो यसो सम्भावना छ यहाँ। के छ भन्दा त्यस्तो किसिमको मैले भने नि तपाईँलाई त्यही कुरा मैले जोड्न चाहेँ। त्यो ठाउँ, त्यो एरियामा मध्य पहाडी भागमा तपाईँको चाहिँ 10वटा युनिभर्सिटीहरू त्यस्तो चाहिँ स्थापना गरिदिने हो भने यहाँ के छ भन्दा तपाईँलाई एउटा कुरा स्मरण गराउँ, अमेरिकाको चाहिँ वेस्टर्न तपाईँको चाहिँ मिचिगन युनिभर्सिटीमा पढाउने डाक्टर महेन्द्र लावती नेपालकै हो। उहाँ चाहिँ त्यो युनिभर्सिटीमा कति 30 वर्ष अध्यापन गर्नुभयो, उहाँले प्राध्यापन गर्नुभयो होइन। उहाँ चाहिँ प्रोफेसर अहिले नेपालमा हुनुहुन्छ, अहिले हाम्रै पार्टीबाट लडिरहनु भएको छ। र उहाँ जस्ता मान्छेहरू नेपालमा धेरै छ। धेरै मान्छेको नाम लिन सकिन्छ कि त्यस्तो चाहिँ त्यो युनिभर्सिटीहरूमा जहाँ कि नेपाली विद्यार्थीहरू गएर जहाँ पढ्नु हुनुहुन्छ, त्यो युनिभर्सिटीमा पढ्ने चाहिँ प्रोफेसरहरू, डाक्टरहरू, प्राध्यापकहरू नेपालमै हुनुहुन्छ। ती नै मान्छेहरूलाई यहाँ युज गरेर केही चाहिँ विदेशी चाहिँ प्राध्यापकहरू हायर गरेर यहाँ त्यो युनिभर्सिटी चलाउने हो भने यहाँको हावापानीलाई चाहिँ मध्यनजर गरेर विश्वको त्यहाँको मान्छेहरू चाहिँ यहाँनिर पढ्न आउँछ। किनभने विश्वको नम्बर 1 सुन्दर देश यो हो। त्यस कारणले गर्दाखेरि यहाँ पढ्न आउँछ। यहाँ पढ्न आइसकेपछि के हुन्छ, आयस्रोत नै त्यही हुन्छ हेर्नुहोस् नेपालको लागि। त्यस कारणले त्यो आयस्रोतबाट नेपाली जनतालाई पूर्ण रूपमा तपाईँको चाहिँ यहाँनिर सबैलाई निःशुल्क शिक्षा दिन सकिन्छ त्यही आयस्रोतले। र स्वास्थ्यको कुरा तपाईँको त्यही मध्य पहाडीदेखि माथिल्लो बेसमा जुन चिसो ठाउँ छ अलिकति, त्यो चिसो एरियामा चाहिँ तपाईँको चाहिँ 10देखि 20वटा चाहिँ त्यस्तो किसिमको चाहिँ अन्तर्राष्ट्रिय मापदण्डको हस्पिटलहरू बनाइदिने भने विश्वको मान्छेहरू ट्रिटमेन्ट गर्नु यहाँनिर नेपालमा आउँछ। त्यो आयस्रोतै आयस्रोत भयो नि नेपालमा। त्यस कारणले गर्दाखेरि यहाँको नेपाली जनताले त्यो आयस्रोतबाट त्यो स्वास्थ्यमा निःशुल्क स्वास्थ्य लिन पाउँछ क्या, सक्छ। त्यो भिजन हामीसँग छ, तर हामीलाई गर्न दिँदैन। यहाँ चाहिँ हामीलाई गर्नै दिँदैन। हेर्नुहोस्, त्यही त यहाँ त अहिलेसम्म नेपाली जनताले पनि जिताएका त्यही काङ्ग्रेसकै नेताहरूलाई, एमालेकै नेताहरूलाई, माओवादीकै नेताहरूलाई जिताइरहेका छन्। अनि यो बिचमा फेरि पनि सम्भावना तिनै पार्टीका नेताहरूको हुन सक्ला। यो विचारमा अब यो ती दलका नेताहरूलाई, ती पार्टीका नेताहरूलाई काया पलट गर्न पनि जरुरी देखिन्छ। तपाईँको भिजन लागू गर्ने हो भने त्यो चाहिँ कसरी सम्भव हुन सक्छ त? अब
अहिले जति पनि मैले यो तपाईँको मिडियामा मैले बोलिराखेको छु होइन, अब यो मिडिया मार्फतबाट पनि मेरो चाहिँ यो भिजनहरू तमाम आम यस क्षेत्रको जनताको चाहिँ माझमा पुगोस्, म यहाँ तपाईँले यो आग्रह गर्न चाहन्छु र देशभरिको 3 करोड नेपाली जनताको माझमा पनि यो पुगोस्, म यो भन्न चाहन्छु। र तपाईँको चाहिँ अहिले पुरानो नेताहरूलाई मैले त्यत्रो गाली गर्न चाहन्न, उहाँले केही स्टेप चाहिँ को कामहरू गर्नुभएको छ, जस्तो देशमा चाहिँ नि पञ्चायत व्यवस्था ढालेर प्रजातन्त्र ल्याउनु भएको छ, राज संस्था फ्यालेर गणतन्त्र ल्याउनु भएको छ, उहाँलाई त्यस विषयमा म धन्यवाद दिन चाहन्छु। र त्यही जगमा टेकेर उहाँहरूले अब चाहिँ नि सायद उहाँसँग भिजन नभएर होला या चाहिँ उहाँहरूलाई बिचौलिया चाहिँ दलालहरूले चाहिँ घेराबन्दीमा राखेर होला के होला होइन, उहाँहरूले यो देशको विकास गर्न सक्नु भएन र त्यस कारणले गर्दाखेरि हामी अब विकास गर्न चाहन्छौँ यो देशको। र पुरानो दलको साथीहरूलाई चाहिँ अहिले यहाँहरूले चाहिँ नि अब जुन उपलब्धि गर्नुभएको छ त्यो उपलब्धिलाई संस्थागत गरेर चुप लाएर बस्नु हुँदा चाहिँ राम्रो जस्तो लाग्छ मलाई चाहिँ, कि हामीलाई मौका दिनुहोस् यो देश बनाउने। हामी धेरै भन्न चाहँदैनौँ, 10 देखि 15 वर्षभित्रमा हामी यो देशलाई तपाईँको चाहिँ नि धेरै अरू टाढाको विकसित राष्ट्रहरू भन्न चाहन्न म, यो चाहिँ यहीँ नजिकको चाहिँ तपाईँको चाहिँ नि भियतनाम र मलेसियाहरूभन्दा अझै राम्रो बनाउन चाहन्छौँ कि त्यति मापदण्डमा पुर्याउन चाहन्छौँ अहिले 15 देखि 20 वर्षमा। र तमाम नेपालीलाई तपाईँको यो देशकै आय स्रोतले सबै कुरा यहाँ दिन चाहन्छु। तपाईँले एउटा कुरो मैले जोड्न चाहेँ, यो बेरोजगार छ नि यो देशमा, नेपाली जनता पूर्ण रूपमा रोजगार हुन्छ। तपाईँलाई भनौँ त्यो कुरा अलिकति लु त्यो कसरी रोजगारी प्राप्त गर्न सक्छन् नेपाली जनताले, त्यो अलिकति तपाईँको भिजन सुनाउनु न। ठिक छ, यहाँहरूको समय कस्तो छ, यो के छ भन्दाखेरि चाहिँ नेपाल सरकारकै तर्फबाट लगानी गरेर तपाईँको यो देशमा नेपालमै चाहिने नेपाली जनताले नै उपभोग गर्ने उपभोग वस्तुहरूको फ्याक्ट्रीहरू चाहिँ नेपालमा उद्योग धन्दा खोलिदिने, कल कारखाना खोलिदिने र नेपाली जनता 3 करोड नेपाली जनताले जुन क्षमता राखेको छ, जुन उसले योग्यता हासिल गरेको छ, यहाँ त उद्योग धन्दाहरू बेचेर खाए नि नेताजी, अब कसरी त्यसलाई गर्ने? अब बेचेर खाए उहाँहरूको दिमागले त्यो चाहिँ यो चाहिँ सिस्टम क्रिएट गर्न सकिन्छ भनेर चाहिँ नभ्याएपछि त्यो बेचेर खाने काम त गरे। तर हामी के भन्न चाहन्छौँ भने यो देशमा पूर्ण सबैतिर चाहिँ उद्योग धन्दा कल कारखाना खोलेर यहाँको क्षमता र योग्यता भएको नेपाली चाहिँ श्रम भएको जति पनि चाहिँ जनशक्तिहरू छ उहाँहरूलाई तपाईँको क्षमता र योग्यता अनुसार यही देशमा काम गर्नुहोस् भनेर काम दिनुहुने नेपाली जनताले किन गर्दैन? गर्छ नि, गर्दैन? तपाईँ गर्नुहुन्न, गर्नुहुन्छ नि। बिल्कुल, अवसर पाउँदाखेरि गर्न बाध्य नै हुनुपर्छ, गर्नै पर्छ। तर त यहाँ काम गर्ने वातावरण, रोजगारको अवसर प्राप्त नगरेर बाध्य भएर विदेश जानुपर्ने परिस्थिति छ। भएको उद्योग धन्दा पनि सिद्ध्याइ नै सके। त्यही त यो विषयमा उद्योग धन्दाहरू कसरी स्थापित गर्ने भन्ने विषयमा हजुरको सानो भिजन आओस्। अब यसो छ, तपाईँको चाहिँ कुरा के छ भन्दाखेरि चाहिँ यो जति पनि सिद्ध्याए उहाँहरूसँग त्यो चाहिँ यो देश निर्माण गर्ने, यो देशको चाहिँ स्पष्ट चाहिँ तपाईँको नीतिहरू तय गर्न सक्ने क्षमता नभएको कारणले गर्दाखेरि यो सिद्ध्याएको र के छ भन्दाखेरि चाहिँ अलिकति यो हाम्रो चाहिँ अग्रज नेताहरूको चाहिँ अलिकति यो भ्रष्टाचार गर्ने र चोर बुद्धि अलिकति चाहिँ अगाडि दिमागमा आएको हुनाले यो देश त्यसरी सिद्धिएको। यो देश त्यस्तो होइन। स्पष्ट नीति ल्याउने हो भने, स्पष्ट जनतालाई डेलीभरि दिने नियतले अगाडि बढ्ने हो भने चाहिँ आफ्नो कुनै स्वार्थ नराखिकन गर्ने हो भने तपाईँको चाहिँ यो देश राम्रो बन्छ। नेपाली जनता नेपालीले चिनाउने देश बन्छ। तपाईँको चाहिँ के हो भन्दाखेरि यो फ्याक्ट्रीहरूमा पुरै अघि मैले भने नि योग्यता र क्षमताका आधारमा चाहिँ उद्योग धन्दा कल कारखाना चाहिँ स्थापना गरेर त्यहाँ रोजगार दियो भने नेपाली जनता खुसी भएर काम गर्छ नि। तपाईँको आज चाहिँ विदेशमा किन सबै युवा विदेश जान्छ अनि चाहिँ घरमा परिवार छ, ऊ विदेशमा छ अनि गीत सुन्छ बिचरा चाहिँ उहाँहरू चाहिँ एउटा गीत भाइरल भएको छ नि, अब 40 कटेपछि रमाउला है भनेर चाहिँ गीत छ नि एउटा, हो त्यही गीत बढी सुन्नुहुन्छ उहाँहरूले। त्यो गीत सुन्ने वातावरण हामी बनाउँदैनौँ यो देशमा। यो देशको चाहिँ युवाहरू, यो देशमा चाहिँ श्रम शक्तिहरू यही देशमा राख्ने चाहिँ नि हामी चाहिँ हाम्रो चाहिँ तय त्यो छ, हाम्रो परिकल्पना त्यो छ। मात्रै 10 देखि 15 वर्षसम्म हामीलाई हाम्रो हातमा चाहिँ यो देश चलाउन दियो भने हामी त्यो बनाउँछौँ। अझ म त के आग्रह गर्न चाहन्छु भने अहिले चुनावमा त हुमियौँ हामी, तर यो चुनाव नभइदिकन
यो देशको विज्ञ 15जनालाई मात्रै यो देश चलाउन दिएर 15 वर्ष मात्रै चलाउन दिएको थियो, त्यो चाहिँ मन्त्रीमण्डलमा मलाई पनि राखेको थियो भने यो देश हामी बनाएर देखाइदिन्थ्यौँ हो चाहिँ। तपाईँको पार्टीको अध्यक्ष कुलमान घिसिङ हुनुहुन्छ, उहाँ विद्युत प्राधिकरणको निर्देशक भएर आउनुभयो। विद्युतमा उहाँले साह्रै राम्रो काम गर्नुभयो, आम नेपाली जनताले तारिफ गर्नुभएको छ। तर उहाँले अब सिङ्गो चाहिँ देशको प्रधानमन्त्री चाहिँ चलाउन सक्नुहुन्न कि भन्ने चाहिँ जनतामा अलिकति आशंका, बुद्धिजीवीहरूको पनि आशंका छ। के छ त्यो बारेमा यसो बताइदिनु। किन नचलाउने? उहाँले मजाले चलाउनुहुन्छ, मजाले चलाउनुहुन्छ। म यहाँबाट जितेर गयो भने उहाँको साथमा हामी हुन्छौँ। तर अब कुरा के हो भन्दाखेरि हिजोका प्रधानमन्त्रीहरू मलाई थाहा छ कि एकचोटि पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला म त्यो ठाउँमा चाहिँ नि पुग्ने एउटा मौका पाएँ कि त्यो मुख्य सचिवलाई बार यो के हुन्छ, त्यो के हुन्छ, यसलाई कसो गर्नुपर्छ भनेर बस्थ्यो। आज त्यही चाहिँ विद्युत प्राधिकरणको चाहिँ एमडी भएर जनतालाई डेलिभरी दिएको चाहिँ नि के अरे मान्छे हो नि त कुलमान घिसिङ त। देश कसले चलाएको रहेछ भन्दा हिजोको नेताले चलाएको होइन क्या यो देश। हेर्नुहोस्, तपाईँको चाहिँ पटक कर्मचारीलाई सोधिबस्थ्यो भने योजनाकार को रहेछ त? यो देशको कर्मचारी हो। त्यस कारणले त्यही कर्मचारीभित्रको मान्छे चाहिँ कुलमान घिसिङ हो। कुलमान घिसिङले त अरू कर्मचारी भन्दा पनि उहाँ चाहिँ विद्युत प्राधिकरणमा चाहिँ एमडी भएर यो देशको जनतालाई पूर्ण रूपमा चाहिँ डेलिभरी दिने त उहाँ हो नि। 18 घन्टा 19 घन्टा चाहिँ लोड सेडिङ थियो नेपालमा, त्यसलाई अन्त्य गर्ने मान्छे त उहाँ हो नि। उहाँले कसरी यो देश चलाउन सक्नुहुन्न? प्रधानमन्त्री कसरी चलाउन भनेपछि उहाँसँग प्रशासनको राम्रो ज्ञान भएर चलाउन सक्ने सम्भावना देखिन्छ। अब तपाईँको चाहिँ हिजो अस्ति पनि त तपाईँको 3वटा मन्त्रालय सम्हालेको हो नि। तपाईँको 3 महिना चाहिँ मन्त्री चलाउँदाखेरि राति 2 बजीसम्म काम गरेर जनतालाई डेलिभरी दिने काम त उहाँले गर्नुभएको नि। तपाईँको चाहिँ ल बालेनको नाम देशैभरि बालेन भनेर भने हेर्नुहोस्। तर बालेनको एउटै फोहोरको समस्या, त्यो चाहिँ त्यो बन्चरे डाँडाको समस्या कुलमान घिसिङलाई रात समस्या समाधान नगरिदिएको भए आज त्यो बालेन हुन्थ्यो? हुँदैन थियो नि। को रहेछ काम गर्ने मान्छे? तपाईँको चाहिँ त्यो सदियौँदेखि 10औँ 20औँ वर्षसम्म तपाईँको चाहिँ त्यो चाहिँ एउटा मानिलिउँ न झापाको कन्काई पुल तल चाहिँ त्यो जोड्ने पुल, त्यो पुल अलपत्र पारिराखेको त्यो ठेका तोड्ने चाहिँ के अरे हिम्मत कुनै नेताले गरे त, कुनै मन्त्रीले गरे त? 10 वर्षसम्म गरेको थिएन नि त। स्वयं केपी ओली त्यो चाहिँ झापाबाट चाहिँ निर्वाचित भएको, झापा 5बाट निर्वाचित भएको प्रधानमन्त्री केपी ओलीले पनि त्यो साहस गरेको थिएन नि। तपाईँ चाहिँ कमला पुल हेर्नुहोस् त, त्यसको चाहिँ ठेका तोडिदिने, त्यो चाहिँ अब के कामै नगर्ने ठेकदारको चाहिँ ठेका तोडिदिने काम कसले गर्यो? उहाँले गर्नुभएको नि त। र देशैभरिबाट 200-300 चाहिँ ठेकदारहरू, त्यो कामै नगर्ने ठेकदारहरूलाई चाहिँ ठेका तोडिदिने काम, खारेज गर्ने काम कसले गर्नु? उहाँले गर्नुभयो नि। आज देशमा त्यही आवश्यकता छ नि, भ्रष्टाचारी थुन्नुपर्छ। यस्ता किसिमको कामै नगरिकन बिचौलियाको रूपमा चाहिँ नेतालाई कमिसन खुवाएर चाहिँ नि ठेका पट्टामा चाहिँ अगाडि बढ्ने, चाहिँ अलपत्र जनतालाई चाहिँ अलपत्र पार्ने काम गर्ने ठेकदारहरूलाई थुन्ने काम त उहाँले गर्नुभएको छ नि। किन उहाँले प्रधानमन्त्री चलाउन सक्नुहुन्छ नि। यो विषयमा मैले कडा शब्द प्रहार गरेँ तपाईँलाई, अन्यथा नलिनु होला। उहाँले सक्नुहुन्छ। र हामी करिब अन्तिम चरणमा आइपुग्यौँ। हजुर भन्नुहोस् त। यो क्षेत्रमा अलि ज्यादा जनसङ्ख्याको हिसाबले आदिवासीहरूको देखियो। हजुर। अनि हजुरले यहाँनिर प्रतिबद्धताको 8औँ 18औँ नम्बरमा चाहिँ मदिरा अथवा घरेलु मदिरालाई ब्रान्ड चाहिँ बनाउँछु भनेर प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ। अहिलेसम्म नेपाल सरकारले त घरेलु मदिरा घरमै आएर बजारमा बेचिराखेको मदिराहरू नेपालमा मेड भएको चाहिँ त्यसरी फ्याँकेको पोखिएको देखिन्छ। अब यो फ्याँक्ने वातावरण चाहिँ फेरि नहोस् भनेर कसरी आम चाहिँ व्यापारी व्यवसायीहरूलाई आश्वस्त पार्न चाहनुहुन्छ? यसो तपाईँको यो मदिराको विषयमा म हिजो एउटा बडा गरिबको छोरा, म रक्सी पारेरै दमानमा पुर्याएर बेचेर अनि सुँगुर पालेर मेरो घर जीविका चलाएको मान्छे। त्यो रक्सी पार्नेको दुःख मलाई थाहा छ। तर नेपालमा चाहिँ के छ भने उल्टो कानुन छ। नेपालमा उल्टो कानुन के छ भन्दाखेरि चाहिँ घरमा चामलबाट उत्पादन गरेको, घरको चाहिँ अरिजिनल तपाईँको जडीबुटीबाट उत्पादन गरेको मदिरालाई चाहिँ इलिगल सम्झेर रातारात त्यो बिचराहरूलाई बोकेर गएको रक्सीहरू पोखाइदिने। तर आयातित रक्सीहरू जुन त्यो चाहिँ एउटा चाहिँ के छ भने कृत्रिम रक्सीहरू, जहाँ कि त्यो चाहिँ विभिन्न केमिकल हालेर कि खाँदैखेरि जनता चाहिँ बिरामी हुने त्यो रक्सीहरू चाहिँ लिगल हुने, अन्तशुल्क तिरेर यहाँ नेपालमा चाहिँ सबैतिर बेच्ने। मेरो माग के हो भन्दाखेरि कि त त्यो मदिरा
त्यो मदिरा त्यस्तो किसिमको केमिकल मिसाएको मदिरा सबै नै तपाईँको चाहिँ पकाउन सक्नु पऱ्यो। यो देशको चाहिँ उहरूले प्रहरीहरूले अथवा चाहिँ यो देशको प्रशासकहरूले, होइन भने त्यो गरिब दुखीले बिचरा 2 छाक टार्नको निम्ति बनाएको जुन रक्सी छ त्यो चाहिँ बिचरा भरे त्यही बेचेर चाहिँ 2 छाक चामल खाउँला भनेर लगेको रक्सी चाहिँ पुलिसले पक्रेर पोखिदिने। अनि त्यो गऱ्यो भने के हुन्छ? त्यो बिचराको मुखमा माड जान्छ? जाँदैन नि। त्यसको निम्ति पनि म यसको लडाइँ लड्नेछु। किन लड्नेछु भन्दाखेरि त्यो लिगल बनाउनुपर्छ। घरको चाहिँ अरिजिनल मदिरा हो, त्यो नियम बनाउनु पऱ्यो, नीति बनाउनु पऱ्यो। मदिरा कतिखेर सेवन गर्ने भन्दाखेरि चाहिँ मदिरा नखाइ मान्छेहरू सक्दैन। गरिब दुखीहरू बिचरा चाहिँ दिनभरि काम गरेको हुन्छ, बेलुका जिउ दुख्छ, थोरै मदिरा खानुपर्छ। त्यो घरकै मदिराले चाहिँ जिउ दुखेको हराउँछ। र बेलुका चाहिँ 5 बजे पछाडि त्यो मदिरा सेवन गर भनेर नीति बनाउनु पऱ्यो। र चाहिँ दिउँसो खुलेआम कहीँ पनि बेच्न पाउँदैन चाहिँ भनेर त्यो नियन्त्रण गर्नु पऱ्यो। जसले चाहिँ ठेका पठाउनु तर लगेर चाहिँ बेच्छ नि त्यो मान्छेलाई लाइसेन्स दिनु पऱ्यो परेन? आज त्यहाँको पुलिसहरूले चाहिँ मासिक पैसा लिएर छिराउन दिँदा चाहिँ हुने, अब बिचरा हुनु त हुँदो रहेछ नि त। मास्केबारी पैसा लिएर छिराउनु त पाइँदो रहेछ नि। तर बिचराहरूले चाहिँ खुला लगेर चाहिँ त्यहाँ ठेकामा दिनु पाउने कि नपाउने, यो नियन्त्रण गर्छु म। हेर्नुहोस्, यो नियन्त्रण गर्छु किनभने त्यो क्षेत्रको जनतालाई, मेरो क्षेत्रको जनतालाई अधिकांश रक्सी पारेर 2 छाक टार्ने मेरो चाहिँ यहाँ यो क्षेत्रको जनता छ। त्यस कारणले गर्दाखेरि उनले खुलिआम रक्सी पारेर त्यो रक्सीबाट कति फाइदा छ? यता सुँगुर पनि पालिन्छ, सुँगुरबाट मल हुन्छ, खेतीमा मल चाहिँ त्यो सुँगुरबाटै चाहिँ उ गर्न सकिन्छ। र तपाईँको चाहिँ अर्ग्यानिक चिजहरू चाहिँ खेतीको चाहिँ उत्पादन गर्न सकिन्छ त्यो रक्सीबाट। त्यस्तो चिज हो। र यो देशमा त्यो फोकटिया बाहिरको चाहिँ तपाईँको चाहिँ मदिराहरू ल्याएर चाहिँ खुलिआम बेच्न पाउने, बिचराहरूले यहाँ दुःख गरेर पारेको चाहिँ मदिरा चाहिँ रक्सी चाहिँ बेच्न नपाउने, यो होइन। यो पटक्क किमार्ता होइन। मैले भोलि जितेर गएको खण्डमा यसको म लडाइँ नै लड्छु। हेर्नुहोस्, हामी अन्तिम चरणमा आइपुग्यौँ। छुटेका त्यस्ता विषयवस्तु छन् भने हजुरले यो आफ्नो निर्वाचनताका समयमा भन्नै पर्ने छन् भने? तपाईँले धेरै प्रश्नहरू सोध्नु भएको छ, तपाईँलाई धेरै धन्यवाद। एउटा प्रश्न छुटाउनु भएको छ। मैले घोषणा पत्रमा के लेखेको छु भन्दा यो एउटा हात्ती नियन्त्रणको कुरा। हात्ती नियन्त्रणको कुरा के छ भन्नुहुन्छ भने यो धेरै हात्तीको जत्था आएर यो क्षेत्रको जनतादेखि लिएर नेपालको चाहिँ पूर्वी भागमा धेरै तहस नहस गरेको छ। यो चाहिँ राष्ट्रिय रूपमा चाहिँ यो यसको समस्या समाधान गर्छु म। हेर्नुहोस्, यही क्षेत्रमा यो हात्ती नियन्त्रण गरेर हात्तीसार बनाएर हात्तीको चाहिँ हात्तीसार म्युजियम यहीँ बनाउँछु। कति पैसा आम्दानी हुन्छ हेरिराख्नुहोस् त्यहाँनिर। यो त बुद्धि छैन नि त हाम्रो नेताहरूको। छ त? कुनै नेताले चाहिँ हिजोको हामीले जिताएको सुनिल शर्माले यो कुरा बोलेको छ? बोलेको छैन नि। म सुनिल शर्मालाई यो विषयमा अन्यथा नलिदिनु भनेर म आग्रह पनि गर्न चाहन्छु। म उहाँलाई राम्रो साथी मान्छु। तर यो चाहिँ यो हात्ती नियन्त्रणको कुरामा मैले यो अवधारणा तयार गरेर चाहिँ यो निश्चित गर्छु। हेर्नुहोस्, यो तपाईँलाई मैले भने यो निश्चित गर्छु। अर्को कुरा, यो पूर्व पश्चिम राजमार्ग लक्ष्मीमार्ग उतापट्टि बिचराहरू मकै, सिमल तरुल अनि तपाईँको साग बेचेर चाहिँ नि त्यो पर चाहिँ नि पथरीको उसम्म धेरै त्यस्तो चाहिँ नि व्यापारीहरू हुनुहुन्छ बिचरा। त्यहाँ दिनभरि दुःख गरेर बिहान बेलुका छाक टार्नेहरू छ। उहाँलाई वनसँग समन्वय गरेर त्यो बाटोको साइड अलिकति पुरेर व्यवस्थित रूपमा तिमी यहाँ व्यवसाय गर भन्न सकिँदैन? सकिन्छ नि त। यो व्यवस्थित उहाँहरूले गर्छु क्या म। हेर्नुहोस्, बिचरा दिनभरि मकै पालेर बेलुका भात खाएको छ र छोराछोरी चाहिँ पढाएको छ र उहाँहरूलाई चाहिँ त्यो बाटोले खन्छ, उतै चाहिँ लतारिदिन्छ, उतै लतारिदिन्छ। उहाँहरू व्यवस्थित छैन। बिचरा तातो घाममा बसेर मकै पोल्छ। बडा माया लाग्छ नि त त्यो देख्दाखेरि। नरिवलको दानाको पानी बेचेर बस्छ उहाँहरू। उहाँहरूलाई व्यवस्थित रूपमा त्यहाँ चाहिँ यहाँनिर साइडमा के अरे वन मन्त्रालयसँग समन्वय गरेर यहाँ पुर, यहाँ बस र चाहिँ पुरिदिन्छौँ, तिमीहरू यहाँ बस भनेर चाहिँ उहाँ गर्न सकिन्छ नि उहाँहरूलाई। यी कुराहरू के हामीले भनेको। र यो देशमा अथवा अर्को कुरा तपाईँले भनौँ यो सुकुम्बासी नियन्त्रणको कुरा, यो चाहिँ सदियौँदेखि नेताहरूले चाहिँ बजाएर खाने भएको छ। यो सुकुम्बासी चाहिँ समस्या पूर्ण रूपमा समाधान गर्ने मेरो प्रतिबद्धता। यो चाहिँ तपाईँको संसदमै अवरोध गरेर नीति नै बनाएर यसको चाहिँ पूर्ण रूपमा चाहिँ म समाधान गर्छु। नीति नियम कानुन त धेरै नेपालमा बनिसकेको छ सुकुम्बासीको चाहिँ समस्याको विषयलाई लिएर। कानुन बने पनि नीति बने पनि त्यो सुकुम्बासीहरूले चाहिँ जग्गा प्राप्त गर्न सकेका छैनन्। यो जिउको तिउ नै छ। यो माथि राजनीति भइ नै राखेको छ। तपाईँलाई पनि त्यसमा शङ्का गर्ने सम्भावनाहरू छन्, कसरी चिर्नुहुन्छ यो? म यो शङ्का राख्ने ठाउँै बनाउँदिनँ, किनभने म त्यही क्षेत्रको सुकुम्बासीको छोरा हो। म त्यहीँ रमाइलोको चाहिँ हात्तीडुबामा चाहिँ 30औं वर्ष बिताएर अहिले यहाँ सरेको मान्छे हो र त्यस कारणले गर्दा मलाई त्यहाँको समस्या स्पष्ट थाहा छ। त्यहाँ त्यो एरियामा चाहिँ
के छ भन्दाखेरि बिचराहरूले जग्गा जमिन आबाद गरिरहेछ, अर्को चाहिँ नि भूमाफियाले चाहिँ तपाईँको चाहिँ नि धनी पूर्जा बोकेर काठमाडौँ र विराटनगर बसिरहेछ। यसको निम्ति तपाईँको पूर्ण रूपमा त्यो धनी पूर्जा नियन्त्रण गरेर त्यो खारेज गरेर त्यहीँ चाहिँ आबाद गरेर बस्ने जनताको नाममा पूर्जा दिलाउन सकिनँ भने म त्यही जनतालाई लगेर संसदको चाहिँ उसमा के अरे भवनमा सबै जनतालाई लगेर त्यहाँनिर मैले सकिनँ, तपाईँहरू यहाँ आउनुहोस् भनेर चाहिँ अनसन नै राखिदिन्छु म। हेर्नुहोस्, यो कन्फर्म गर्छु मैले जितेर गएँ भने हेर्नुहोस्, यो ग्यारेन्टीको साथ गर्छु म। हेर्नुहोस्, र अर्को कुरा के छ भन्दाखेरि अहिले जति पनि धनी पूर्जा दिन तयार गरेको छ त्यहाँको सोमवासीहरूलाई स्थानीय तहले के भनेको छ भने तपाईँलाई चाहिँ 20औं लाख 50औं लाख रुपियाँ चाहिँ ट्याक्स लाग्छ भनेर एउटा हौवा देखाइरहेको छ। यो नेपाल सरकारले समन्वय गरेर मैले उहाँहरूलाई चाहिँ कम्तीमा निःशुल्क नभए पनि मिनिमम थोरै ट्याक्स लगाएर उहाँले धनी पूर्जा वितरण गर्ने म यो चाहिँ म यो लडाइँ लड्छु उहाँहरूसँग, के अरे यहाँ नेपाल सरकारसँग। हेर्नुहोस्, हस् त, धन्यवाद मैले यो कुराहरू तपाईँको। गरेँ, यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि मेरो चाहिँ 2-4वटा कुरा राख्ने मौका दिनुभयो। तपाईँको मिडियालाई पनि धन्यवाद, तपाईँको ग्रुपलाई पनि धेरै धन्यवाद। हस् त, धन्यवाद। धन्यवाद।